सबै बोक्यो हैन। हेलो व्हाट्सअप साथीहरू है, आजको न्यू ब्लगमा फेरि तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी तपाईँलाई कहाँ जानु इच्छा छ? आज हाम्रो लास्ट डे हो। सिटङ बस्ती साइड जानु मन लागेको छ। ल साथीहरू हेर्दै गर्नुहोस् है त, यहाँ हाम्रो पुष्कर दाजुले लाटपन्चर सिटङ हेर्ने भनेर भन्दैछ। आज चाहिँ हामी जाने हो लाटपन्चर सिटङ हेर्नको लागि है। यसो घुम्न जाने, जहाँ बोक्ला छ त्यही खाइहाल्ने बनाएर होइन। हेर्दै गर्नुहोस् है त। अहिले भन्छ हामी यहाँ लाटपन्चरको यो सेल्पुको लाटपन्चर होइन, सेल्पुको र लाटपन्चरको यो ठिक बोर्डर होइन, सिन्कुना प्लान्टेसन कुलेन बगान। हामी चाहिँ यहाँ आली डाँडामा आइपुगेको छ है। हामी 2 बजे चाहिँ यहाँ आली डाँडामा आइपुगेको छु अहिले हो। तपाईँलाई देखाउँछु तालिक माथिसम्म गएर। पहिला त्यहाँ यस्तो रोडहरू थिएन, अहिले त मजाको बनाएको रहेछ। हेर्दै गर्नुहोस् है त। ल है साथीहरू, यहाँको जुन लोकेसन चाहिँ यस्तो छ है, आली डाँडाको। थुप्रै मान्छे आएको रहेछ क्या यहाँ घुम्नको लागि। यहाँनिर वेशभूषा पनि यहाँनिर यहाँको ड्रेसहरू लाएर है आफ्नो आफ्नो स्टाइलले फोटो खिच्दैछ है। तल जानुपर्छ ल हामी। यता आउनु। धेरैजना मान्छेले यहाँ रमाइलो गर्नु आउँछ क्या। चारैपट्टिको मान्छेहरू यहाँ घुम्न आउने गर्छ। टाढादेखि यहाँ मान्छे घुम्न आउँछ क्या। त्यही यहाँ सबैजना इन्जोय गरिरहेको छ हो। त्यसरी हामी पनि यहाँनिर चाहिँ इन्जोय गर्न आएको यो आली डाँडा भन्नेमा। यहाँनिर कटेजहरू छ है हो। कटेज होमस्टे कटेजहरू छ। टिस्टा तल यो टिस्टा भयो। धेरै रमाइलो जग्गा छ। आजभन्दा म 7-8 वर्ष अगाडि आएको थिएँ। त्यति साह्रो यहाँनिर उयो थिएन, डेभलप भएको थिएन। अहिले चाहिँ मजाले बनाएको रहेछ तपाईँको होइन। एकदमै रमाइलो बनाएको रहेछ हो। रमाइलो जग्गा छ, ठुलो चौर छ यहाँनिर बस्नको लागि है। बसेर फोटोहरू खिच्नको लागि जग्गा जग्गामा चियरहरू बनाएर राखेको रहेछ हो। त एकदम दामी जग्गा छ। टिस्टा हेर्नु न, कालीझोडा त्यो ब्रिज, त्यो कालीझोडाको त्यो जुन टिस्टाको त्यो ड्याम हो। अब यो चाहिँ हो तपाईँको आली डाँडा होइन। यो उयो छ नि थाम डाँडा, त्यो त्यसलाई त थाम डाँडा भन्छ हो। सिधा त्यो मुनि छ नि हो, त्यो हाम्रो गाउँ हो। त्यो सब हाम्रो यता चाहिँ यो देख्नु हुँदैछ तपाईँले होइन। यहाँ चाहिँ हाम्रो गाउँ पर्छ, यता चाहिँ हाम्रो गाउँ पर्छ हो। यता चाहिँ छमेल भन्ने जग्गा। उयो गाउँहरू चाहिँ यो मुनि जति पनि गाउँहरू छ नि त्यो छ नि उतातिर हो, त्यो चाहिँ छमेल हो। उताको त्यो जोडबाङ्ला उता छमेल जाने त्यो छ नि, त्यता छमेल। यो त फेरि अर्को छमेल हो। यो त हाम्रो यता लाटपन्चर साइडको छमेल हो। यो चाहिँ कस्तो लाग्यो आज नौलो जग्गामा आएर? रमाइलो छ जग्गा। अन्त म चाहिँ बुढो मान्छेलाई चाहिँ मौसम राम्रो छ होइन। त्यही भएर चाहिँ आज उसलाई पनि टाढो घुमेर ल्याएर छ। निकै टाढा पाएको छु त आज हामी हो। त्यही भएर दिनले पनि मौसमले साथ दिइरहेको छ। त्यही भएर चाहिँ घुम्दैछौँ हामी पनि 2 भाइ होइन। अहिले पोली खाने चाहिँ कहाँ थाहा छैन होइन। थाहा छैन। जाउँ है। ल अब चाहिँ हामी यहाँ आली डाँडा चाहिँ वापस फर्किनेछौँ होइन। अब पकाइ पनि खानुपर्छ नि त, पोली पनि खानुपर्छ हो। भोक पनि लाग्ला सुन्दैछ है। हेर्दै गर्नुहोस् त 10 मिनट है। ल अहिले भन्छ हाम्रै गाउँको यहाँ आन्टीहरू यहाँ सेल्पुमाथि आली डाँडामा आउनु भएको रहेछ हो। अनि उहाँहरू चाहिँ वहीँ हुन्छ। तपाईँलाई देखेर धेरै खुसी लाग्यो त है। धेरै खुसी लाग्यो है। तपाईँले त मलाई पहिला चिनेन नि त होइन? चिनेन होइन?
अन्त धेरै खुसी लाग्यो यत्रो साल बाद भेटेर होइन हुन्छ है। खानु तपाईँ कहाँ जानु भएको? हामी त पञ्चतर्फबाट आएको नि। ए दुईजना मात्रै? त्यही अनलाइनबाट त फोटो खिचेर आएको। ए हो र? अझै पनि तपाईँ हिँडेरै उ गर्नुहुन्छ? त्यहाँदेखि हिँडेर आएको? हिँडेर अब हिँडेर जाने नि हामी। बिहान त आयो नि मिलनको गाडीमा। तपाईँ त जस्तो त्यस्तै रहेछ हौ। तपाईँ त बुढी भएको छ नि त। मिलनको गाडीमा आउनेसम्म आयो नि हामी। हो 70-71 वर्ष पुगिसक्यो। 70-71 वर्ष भन्छ यहाँ त यति साह्रो है। उनीहरूको बाउले के हौ को? हजुर के भयो त्यो छोरी जन्मिँदा मेरो घरमा लक्ष्मी जन्मेको छन् आउ नौ हजुर बिचरा एउटा छोरी जन्मेको अचम्मै लाग्छ नि अब दुःख लाग्छ नि ल बिस्तारै घुमेर जानुहोस् ल हुन्छ हुन्छ ए हुन्छ ए म पनि धेरै साल बाद आएको नि त यहाँ अचम्मै राम्रो लाग्यो ल साथीहरू अहिले भने चाहिँ हामी यहाँ टक्कै माना गलुटार भन्ने जग्गामा आइरहेको छु अनि यहाँ सोनाम भाइको घरमा यहाँ हाम्रो सोनाम भाइले चाहिँ चिया अनि बिस्कुट खिलायो अनि फेरि हामी खाँदिनँ भन्दैछौँ र पनि चाउमिन बनाउँछु भन्दैछ चलाउँदो रहेछ नि त राम्रो लाग्यो है धेरै साल बाद भेट्यो है हामी पहिला बेङ्गलोरमा हुँदाखेरि है त्यही हुन्थ्यो आमामा अनि यहाँ चाहिँ सोनाम भाइले चाहिँ यता हाम्रो लागि के अरे चाउमिन रेडी गरिँदैछ अनि यता दोकान पनि अनि यहाँनिर हाम्रो जीवन मामा ए जीवन मामा यहाँ होइन भिडियो रेकर्ड हुँदैछ हाम्रो त यहाँ जीवन मामाले चाहिँ हो यतापट्टि ठिक यतापट्टि सोनाम भाइ यतापट्टि जीवन भाइ हो दुईजनाले नै यहाँनिर चिकन पकौडा अनि के अरे मोमोस चाउमिन त बनाउँदैन हौ चाउमिन फ्राइड राइस सबै फ्राइड राइस ए बेसी बनाउन ल कम्ती आउँदै हुँदैन ल बेसी हालिदिनु उहाँहरूले चाहिँ यसरी यहाँनिर चाहिँ है दोकान राखेर बसेको रहेछ कति भयो 3 महिना भयो अरे म 3 महिना कस्तो छ राम्रो चल्दैछ ठिकै छ है ल उहाँले पनि झोल मोमोहरू ए हाम्रो चाहिँ ठन्डामा त मजाले थुक्पा झोल मोमो ए चल्छ है राम्रोसँगले है लु यहाँ चाहिँ हाम्रो यी सोनाम भाइले अनि यहाँनिर के जीवन भाइ गेल्बु ए हो चाउमिन पनि रेडी गरिदियो चाउमिन साङ्घाई राइस है अन्त चिकन विङ्स मसलामा अनि यहाँ मोमोस है साथै यहाँ पनि त्यही हो ल त्यसो लिन्छु भाइ ल ल लिएँ ल हाम्रो मामाले बनाएको चिकन विङ्स यो त कहाँ तपाईको झन्डै ल साथीहरू अहिले भने चाहिँ हाम्रो यहाँनिर है खाजाभुजा भइसकेको छ हाम्रो यहाँ सोनाम भाइ अनि जीवन भाइले हामीलाई चाहिँ यहाँ गलेटारमा चाहिँ है हामी चाहिँ यहाँ आगो खासमा आएको थिएनौँ तर हामीलाई चाहिँ यहाँ कन्ट्याक्ट भयो नि त हाम्रो चाहिँ त्यही भएर चाहिँ भेटिराख्नु पऱ्यो भनेको थियो केही गाउँघर नजिक नजिक छ कन्ट्याक्ट गरेको थियो तर के सोचेको के भयो क्या अन्त यहाँनिर उहाँहरूले बिजनेस गर्नु हुँदो रहेछ नि त है आफ्नो व्यवसाय गरेर बस्नु भएको छ है कल्टरमा अन्त उहाँहरूले नै हामीलाई आज यहाँ खाजाभुजा दिइसकेपछि हाम्रो अब आजको प्लान चाहिँ क्यान्सल हुने भयो होइन त्यही कारणले धेरै धेरै धन्यवाद है हाम्रो सोनाम भाइलाई है अनि साथै यहाँ हाम्रो गेब्बु भाइलाई जीवन भाइलाई धेरै धेरै धन्यवाद हामीलाई यसरी खानाहरू दियो अनि दुःख गर्नुभयो हाम्रो लागि दुःख गर्नुभएकोमा है अनि अब चाहिँ हामी यहाँदेखि जाने हाम्रो यहाँ गेब्बु भाइसँग चाहिँ बिदाबारी लिँदै माग्दै होइन धेरै धेरै धन्यवाद है हाम्रो गेल्बु भाइलाई पनि जीवन भाइलाई अनि हाम्रो सोनाम भाइलाई धेरै मिठो खाना बनाउनु भएको थियो तपाईँहरूले होइन अनि आज चाहिँ हाम्रो प्लान अर्कै थियो होइन पक्कै केही पोली खाने भनेर यसरी घरदेखि नै
चिकनहरू म्यारिनेट गरेर लिएर आएको थियौँ। त्यो केही न केही भयो है, अब घरमै गएर खाला जस्तो भयो। अनि यहाँ चाहिँ हाम्रो यी सोनम भाइले हाम्रो लागि चाहिँ है घरमा लगेर जानको लागि केही सामानहरू प्याक गरिँदैछ है। अर्ग्यानिक सब्जीहरू उहाँले गाउँदेखि नै आफ्नो बारीदेखि नै टिपेर ल्याउनु भएको अर्ग्यानिक सब्जीहरू होइन। हाम्रो यहाँ सोनम भाइले प्याक गरिँदैछ होइन लगेर जानको लागि यही सब्जीहरू। अनि यहाँ हाम्रो ग्याल्बो भाइले पनि केही पार्सल गरिदिएको छ है, चिकन विङ्सहरू। ल है गएको ल है साथीहरू, अब चाहिँ गएको हामी है भटारबाट चाहिँ अब यहाँ भाइहरूलाई बिदा माग्दै है। अब फेरि भोलि आजसम्म त अर्ग्यानिक हावा खाएको, भोलि अब हाम्रो फ्लाइट छ हो, बेङ्गलोर गएपछि त्यही गन्ध हावा खाने हो होइन, गन्ध हावा खाने हो होइन। अर्ग्यानिक हावा त यहाँ खानु पाइन्छ हो, भोलि त्यही हो। ल त है ल राम्रो लाग्यो है साथीहरू। अब चाहिँ हामी गएको है, गएको है भगरबाट। अब सेकुवा चाहिँ घरमै गएर हमला भयो, अब घरमै गएर हम सेकुवा चाहिँ ल।